हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। अनि आज चाहिँ हामी जाँदैछौँ इन्टर्नको लागि। अनि सो हाम्रो धनकुटाको मौसम चाहिँ यस्तो रहेको छ। अनि सो हामी जसो गरेर एउटा क्याफेभित्र चाहिँ छिर्यौँ इन्टर्न गर्नको लागि। अनि सो हामी चाहिँ यहाँ कफी खाने बाहनाले इन्टर्न गर्न छिर्यौँ। अनि मैले त्यहाँ सोधेँ, क्याफेको दिदीसँग सोधेँ। अनि त्यहाँ भन्नुभयो दिदीले अलरेडी यहाँ मान्छे छ, अहिले चाहिँ म इन्टर्नमा राख्दिनँ भन्नुभयो। अनि त्यसै क्रममा हामी चाहिँ कफी खाने न्युमा कफी खान थाल्यौँ, यताउता भिडियो बनाउन पनि थाल्यौँ होइन। अनि त्यसपछि हामीलाई चाहिँ चिन्ता थियो कि अब अरू ठाउँमा इन्टर्न पाइन्छ कि पाइँदैन भनेर। अनि ऊ चाहिँ हो हाम्रो राजु भाइ, जो चाहिँ मसँगै तालिम भएको थियो। अनि उहाँ पनि इन्टर्न गर्छु भनेर इन्टर्नको लागि आउनु भएको थियो। अनि हुन्छ दुईजनासँगै इन्टर्न गर्ने भनेर निस्केको थियौँ। अनि सो मैले पनि भिडियो बनाउनु थालेँ, कफी खाएको चाहिँ भाइले बनाउनु न दिदी भनेर मैले भिडियो चाहिँ बनाएँ जस्तो। अनि त्यस पछाडि हामी बनाउनु लाग्यौँ टिकटक, भाइले टिकटक बनाऊँ न दिदी भने होइन। यस्तो उस्तो गरेर भिडियो बनाएँ एउटा। अनि त्यस पछाडि हामी सलुनमा छिर्यौँ। अनि त्यस पछाडि यहाँ चाहिँ हामी मेरो थ्रेडिङ गर्नको लागि छिरेको थियौँ। अनि दिदीले नि थ्रेडिङ गर्नुभयो। अनि त्यसपछि यो चाहिँ हो मेरो थ्रेडिङ पछाडिको लुक्स। अनि त्यस पछाडि हामी छिर्यौँ अर्को ठाउँमा। सो अनि हामी चाहिँ त्यहाँनिर चिनेको दाइ हुनुहुन्थ्यो। अनि हामी चाहिँ त्यहाँ पनि कुरा गर्न थाल्यौँ। दाइले छैन रहेछ अहिले भनेर भन्नुभयो। काहीँ पनि ठाउँ नपाएर भाइ चाहिँ अपसेट हुनुहुन्थ्यो होइन। धेरै ठाउँमा सोध्यौँ कहीँ छैन भने। अनि त्यसपछि हामी खाजा खानु लाग्यौँ। खाजामा चाहिँ छ हाम्रो मोमो। त्यसपछि हामी मोमो खानु थाल्यौँ होइन। अनि भाइलाई चाहिँ पुरा चिन्ता, आमा छ कि भाइ चाहिँ पाउँछ कि पाउँदैन भनेर। अनि हाम्रो मोमो खाइसक्यौँ। मोमो खाइसके पछाडि चाहिँ चटपटेको पालो। अनि त्यहाँ चाहिँ चटपटे एकदम मिठो बनाउनु भएको थियो दाइले। अनि हामी खान थाल्यौँ। त्यस पछाडि हामी फेरि अर्को ठाउँमा गयौँ इन्टर्नको लागि। अनि त्यहाँ चाहिँ फाइनली हामीले इन्टर्न पायौँ। अनि त्यस पछाडि गयौँ हाम्रो दिदीको कपडा सिलाउने ठाउँमा। त्यहाँ थोरै हाम्रो काम थियो। अनि त्यसपछि हामी त्यहाँबाट पनि फर्क्यौँ। त्यसपछि घर आउने क्रममा फेरि हामी गयौँ सिक्का कर्नर गयौँ। अनि आज त मलाई यस्तो लाग्दै थियो है, जिन्दगीमा फर्स्ट टाइम यति धेरै टाइमसम्म घरदेखि म बाहिर निस्केको थिएँ होइन। अनि सो यहाँ चाहिँ फोटोसुटहरू हुन थाल्यो। अनि हाम्रो पापाकी परिहरूले फोटो खिच्न थाल्यन्। त्यस पछाडि फोटोसुट हुन थाल्यो। अनि त्यस पछाडि हाम्रो आयो सिक्का। सिक्का चाहिँ एकदम मिठै थियो। अनि खान थाल्यौँ। त्यस पछाडि हामीले सिक्का खाइसक्यौँ। अनि खाइसकेर अब बिल पे गरेर अनि हामी चाहिँ घर फर्क्यौँ। फाइनली हामी चाहिँ घर आइपुग्यौँ। अनि साँझ परिसकेको थियो। अनि आजको हाम्रो धनकुटाको मौसम चाहिँ यस्तो थियो। थ्याङ्क यू सो मच फर वाचिङ।